हे प्यारे रवि दाई, तपाईले यो यहाँ बसेर केही समस्याको समाधान हुँदैन। तपाईले जेलबाटै मान्छे पेठाउनुस् टाढा टाढामा हाम्रो तराईमा हजुर। मान्छे धेरै बनाउने हो हजुर, मान्छेले तपाईलाई ठुलो बनाउने हो हजुर। तपाईले गरीब जनतालाई धेरै बुझेको मान्छे हो हजुर। तपाईले यो विचार अप्रीचोटीको चुनावमा तपाईले यो धेरै परिवर्तन गर्ने सक्छ हामीहरूको अनुभव छ हजुर। जेलमै बसेर चुनाव लड्नुस्, बुबालाई पनि बुझ्नुस्, बुढापाकालाई पनि बुझ्नुस्। मान्छे धेरै घटियातिर भइसक्यो हजुर। मान्छेतिर नलाग्नुस्, तपाई आफ्नो सोचतिर लाग्नुस्। यही त 2-4 शब्द भन्ने हजुर, अरु के भन्नु हजुर।